सुन अब बजार गएको बेलामा आमाले पापा ल्याइदिनुहुन्छ ल्याइदिनु न तिमी मजाले बस त्यसो नगरिरह चकचक नगरिरह तिमीलाई मैले फेरि अहिले मैले सम्झाउँछु सिधा सादा भएर त मजाले बस खुच्चु खुच्चु गरेर नबस भनेछु त म खुच्चु खुच्चु गरेर के फाइदा छ खुच्चु खुच्चु गरेर किन गर्नु खुच्चु खुच्चु चाहिँ तिमीलाई पैसा चाहिन्छ अबदेखि पैसा चाहिन्छ पैसाले के गर्छ तिमी भन त पैसा चाहिन्छ कि चाहिँदैन तँलाई चाहिन्छ पैसा जिस्का जस्तो लाग्दैछ तैँले म हाँसेर जिस्केको त बाबासँग जिस्केको तिमीले हाँसेर मलाई मजा गरेको त्यो मसँग जिस्किँदैछ यस्तो तिमीहरू तिमी जिस्किँदैछ मसँग जिस्के कि तिमी मसँग कि तिम्रो नानी हो म तिम्रो को हो म तिम्रो को हो म को भन्छ तिम्रो म मुख नछोपे हाँसा मुख नछोपे निकाल मुख तिम्रो को हो म तिम्रो को हो म बाबासँग अनि के मस्ती गरे कि मलाई जिस्का कि पैसाले के गर्छ तिम्रो पैसा लगाएर के गर्छौ पैसा लगाएर के उडाइन्छौ बङ्गै बाबुले कमाएको पैसा हो के यस्तो नाथे माया दाया छैन डेम्बे उडाइन्छौ अनि त्यसलाई उडाइन्छौ कि सम्हालेर राख्छौ केमा राख्छौ सम्हालेर टोकरीमा राख्छौ कताको टोकरीमा यताको टोकरीमा कि यताको टोकरीमा यताको टोकरीमा होइन यताको टोकरीमा त होइन कति गरेर कति खान्छौ कति राख्छौ 5 रुपियाँ खान्छु 10 रुपियाँ राख्छु 5 रुपियाँ खान्छौ 10 रुपियाँ राख्छौ तिमी म पनि कति खान्छौ कति राख्छौ 5 रुपियाँ खान्छु 10 रुपियाँ राख्छु कहिलेबाट यस्तो काम गर्छौ भन त भोलिबाट तिमी कहिलेबाट गर्छौ त्यो टोकरी मैले किनेर जान्छु त्यहाँ किनेर जान्छु टोकरी एउटा किनेर जान्छु म 2.5 वर्षमा घर आउँछु गएपछि त्यहाँ कति जमाउँदो रहेछ तिमीलाई म दिन्छु तिमीलाई महिनै पत्याक तिमीलाई छोरालाई नै म डेली तिमीलाई 10 रुपियाँ 15 रुपियाँ 10 रुपियाँ 15 रुपियाँ तिमीलाई म दिन्छु दुईजनालाई नै कति खाँदो रहेछ र कति बचाउँदो रहेछ म थाहा पाउँछु त्यहाँबाट तिमीहरूको हातमा छोडिदिन्छु म अब डेली म तँलाई म 15 रुपियाँ दिन्छु उसलाई पनि 10 रुपियाँ दिन्छु छोरीलाई 10 रुपियाँ दिन्छु छोरालाई 15 रुपियाँ दिन्छु कति खाएर कति बचाउँदो रहेछ र कति राख्दो रहेछ म विचार गर्छु बुझ्यौ त्यहाँबाट मेरो छोरीको दिमाग कति रहेछ र छोराको दिमाग कति रहेछ छोरीको आइडिया कति रहेछ र छोराको आइडिया कति रहेछ म त्यतिकै थाहा पाउँछु म कसले कति बेसी पैसा राख्छ समान दिन्छु दुईजनालाई लडिन्छ नि छोरीलाई पनि 15 रुपियाँ दिन्छु छोरीलाई पनि 20 रुपियाँ दिन्छु तिमीलाई पनि 20 रुपियाँ दिन्छु तिमीलाई महिनाको 600 उता 600 1200 महिनाको जाँदो रहेछ महिनाको 1200 जान्छ 1200मा तिमी दुईजना कति खाँदो रहेछ महिनामा र कति बचाउँदो रहेछ म त्यति याद गर्छु त्यो टोकरीमा म आएपछि म फुटाउन दिन्छु तिमीलाई नै फुटाउन दिन्छु म फुटाउँदिनँ कति हुन्छ त्यो पैसाले तिमी दुईजनालाई नै म के किनिदिन्छु म किनिदिन्छु त्यो पैसाले मलाई चाहिँदैन तिमीलाई नै के चाहिन्छ भन्छ तिमीलाई के चाहिन्छ साइकल तिमीलाई के चाहिन्छ साइकल चाहिन्छ तिम्रो साइकल त छ है तब त बुढो हुन्छ त किन्नै पर्छ 2000 को साइकल त त्यही भत्किसक्यो अब 3000 को साइकल बिगारिसक्यो कति दिन लाग्यो 3000 को साइकल बिग्रिनु भन्दा 3000 को साइकल बिग्रिनु कति दिन लाग्यो
कति महिना लाग्यो के महिनामा किनेको यो के महिना हो यो जनवरी यो के महिना हो यो यो के महिना चलेछ यो के महिना हो छिटो भन् न 12 महिना त कति हुन्छ कुन चाहिँ महिना हुन्छ 12 महिनाको 12 महिनाको उम्